आउने हो मम्मी, तपाईँको छोरालाई त पानी मुनि गयो भने छोड्ने होइन, योगेशलाई त पानी मुनि गयो भने छोड्ने होइन म त, आउने हो मम्मी म त भन्छ। हुँदैन नानी 12 पढ, अनि बाबु ब्याचलर पढ्छ, तिमी 12 पढ अनि मात्र बिहा गरौँला, म माग्छु। अनि तिम्रो मम्मीसँग कुरा गर्छु भनेको मम्मीसँग कुरा नगर्नु मम्मी, मम्मी त गाली मात्र गर्छन्, अनि नगर्नु, मागेर दिँदैनन्, म त भागेर आउने हो भने के त्यसले। अब हामी छेत्री भए, उनीहरू बाहुन भए, अनि मागेर दिँदैनन्, भागेर आउने भने। अहिले नानी आए पनि 12 पढेपछि अहिले म गाह्रो भएछ, हामी त गरिब मान्छे, केही पनि छैन हामीसँग त, हामीसँग त केही छैन, एक छाक खान पनि पुग्दैन नानी, हामी त गरिब मान्छे हो, हामी चटपट बेच्ने थाहा छ नि तिमीलाई, यहाँ भन्यो होला नि मेरो भान्जा भान्जीले भनेको, थाहा छ तपाईँले खाना खाए खान्छु, तपाईँले खाएन भने पनि म पनि खाँदैन, त्यस्तो भन्ने के। भनेपछि यहाँ पनि फोन आएपछि नानी अहिले नआइज, पछि आएपछि यहाँ गाह्रो हुन्छ, हामी त भाउ हामी, मसँग सुन पनि म बनाउन सक्दैन आएपछि, मसँग केही